हेलो नमस्ते साथीहरू। आज हामी चामलबाट फेस मास्क बनाउँदैछौँ। जुन फेस मास्कले चाहिँ अनुहारमा रहेको एक्ने, पिम्पल, पिगमेन्टेसन, डार्क स्पट, फाइन लाइन्स, रिङ्कललाई ट्रिट गर्नलाई हेल्प गर्छ। यसले स्किनलाई टाइट बनाउँछ। अनुहारमा लत्रिएको समस्या छ अथवा बेदाग देखिएको छ भने यसले अनुहारलाई फेयर कम्प्लेक्सन दिन हेल्प गर्छ। स्किनलाई टाइट बनाएर हाम्रो फाइन लाइन्स रिङ्कल्सहरूलाई चाहिँ हटाउँछ। साथीहरू, यो क्रिम बनाउनको लागि मैले आधी कचौरा चामल लिएको छु। हजुरहरूले पनि आफ्नो रिक्वायरमेन्ट अनुसार चामल लिनुहोला। यो चामललाई हामीले 2-3 चोटि मजाले सफा पानीले पखाल्नु पर्ने हुन्छ। अब यो चामलमा पानीले भिजाएर यसलाई ओभरनाइट छोडिदिनु पर्ने हुन्छ। यसपछि हामीले एउटा प्लेटमा यो भिजाएको चामललाई चाहिँ घाममा सुकाइदिने। घाममा मजाले चामल सुकेपछि यस्तो देखिन्छ। हजुरहरूले स्क्रिनमा देख्न सक्नुहुन्छ। चामल सुकेपछि हामीले मिक्सरमा मजाले ग्राइन्ड गर्ने अनि चामलको पिठो बनाउनुपर्छ। अब एउटा प्यान लिनुहोला। प्यानलाई चाहिँ हामीले हाई फ्लेमको ग्यासमा तताउनको लागि राख्ने। प्यान तातिसकेको छ। मैले यहाँ थोरै दुध लिएको छु। दुधलाई उमाल्नु पर्ने हुन्छ। यहाँ दुध उम्लिसकेको छ। अब यसमा मैले चामलको पिठो एड गर्छु। चामलको पिठो एड गरेपछि यसलाई हल्का चलाउनुपर्छ। यसमा क्रिमी टेक्सचर आइसकेको छ। अब चाहिँ हामीले ग्यास निभाउनुपर्छ। अब केही समय यसलाई चिसो बनाउनलाई छोडिदिने। चिसो भएपछि मात्र फेसमा अप्लाई गर्नुपर्ने हुन्छ। यसरी चामलको फेस मास्क बन्छ साथीहरू। यसले हाम्रो अनुहारको फाइन लाइन्स रिङ्कल्सलाई हटाएर ग्लास ग्लोइङ स्किन दिनलाई धेरै हेल्प गर्छ। अब म यो फेस मास्क अनुहारमा अप्लाई गर्दैछु। यसलाई हामीले फ्रिजमा स्टोर गरेर हप्तामा 7 दिन अप्लाई गर्न सक्छौँ। बिहान बेलुका जुन समयमा अप्लाई गर्दा पनि हुन्छ। यो फेस मास्क लगाइसकेपछि हामीले आधी घन्टादेखि 45 मिनट यसलाई ड्राई हुन दिने। त्यसपछि अनुहार धुँदा हुन्छ। मैले फेस धोइसकेको छु। मेरो फेस एकदमै स्मुथ र क्लियर भएको जस्तो लागिरहेछ अनि स्किन पनि टाइट भएको अनुभव भएको छ। यो फेस मास्क बनाउन धेरै नै सिम्पल छ। हजुरहरूले देखि नै हाल्नुभयो। यसलाई खर्च पनि कम लाग्छ। थोरै खर्चमा हामीले धेरै रिजल्ट पाउन सक्छौँ, धेरै फाइदा पाउन सक्छौँ। यसले स्किनलाई टाइट बनाउँछ, फाइन लाइन्स रिङ्कलहरूलाई कम गराउँछ, अनुहारमा रहेको दाग धब्बालाई हटाएर ग्लास स्किन दिनलाई हेल्प गर्छ, अनुहार चम्किलो बनाउँछ, क्लियर बनाउँछ। सो प्लिज ट्राई गर्नुहोला। यो सँगसँगै साथीहरू, हामीले प्रशस्त मात्रामा पानी पिउनुपर्छ, टाइममा सुत्नुपर्छ, राम्रो खानेकुरा खानुपर्छ, हेल्दी ह्याबिट्स फलो गर्नुपर्छ, एक्सर्साइज गर्नुपर्छ। यो कुराहरू म प्रत्येक भिडियोमा भन्दै आइरहेको छु। हामीले जे खान्छौँ हाम्रो स्किनमा त्यही देखिने हो। त्यही भएर हामी स्वस्थ हुन पनि जरुरी छ। हस् त साथीहरू, आजको लागि यति नै। अर्कोचोटि म फेरि भिडियो लिएर आउँछु। यो भिडियो राम्रो लाग्यो भने लाइक, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। बाई बाई। थ्याङ्क्स फर वाचिङ।